तर एकचोटि जन्दिस जानुपर्ने है। दीवार नीले रंग से सजाऊं, पसंद है तुम्हें मालूम है, तुमने बताया था एक दफे। ओए बाँस्ता कहाँ काट्ने रे। एन्ड द गाइज हामी यता दिउँ आएको छौँ। तपाईँहरूलाई वान सेकेन्ड वेलकम ब्याक। यताको भ्यूहरू यस्तै छ है। यहाँ तल सबै आफन्तकै घरहरू। यहाँ चाहिँ मकैहरू मजाले फलिसकेको छ है, ठिक्काको भर्खर भर्खर यस्तो छ यो दिउँ। मनराज बुढा कहाँ गयो? ओ भान्जी मामा घर हेर्ने नचल न बुढा। ल्याउदिउले लाठी। सरप्राइज स्ट्यान्डर्ड। यस्तो जुत्ता लाएर हिँड्नु पर्यो नि त, दिक्तेल बसेको कस्तो राम्रो लाउनु पाउँथ्यो। अरू नि छ लो भान्जी लिनु। यहाँनिर मसरुम ल्याएको छौँ हामीले। अहिले त्यो नानाले दिनुपर्ने हुन्छ। कुटेर ढुट्रो बार्छ नि फेरि म त पिठो बनाउँछ मैले। ए पाएको चाहिँ ल्याउ अनि अहिले चाहिँ दिउँसोको त्यस्तै 11-12 बजी होला। हिजो हामीले राति नै खानासाना दबाएर सुतेको। अनि अहिले चाहिँ यहाँ हामी हिँडिसकेको दिउँबाट। अनि आज हामी पुग्नुपर्ने छ उता बास्ताला। भेना म अनि बुढा यहाँ जानुपर्ने हुन्छ। दिउँ चाहिँ टोटल यस्तो देख्छ। अब यो माथि के हो दिउ नै होला सबै। फेरि यहाँ चाहिँ ठाउँ ठाउँमा नामहरू के चेन्ज छ क्या। दिन लाग्यो यहाँनिर। यता सोल्टीले बाइक राखेको छ तर त्यहाँ कुत्ता छ। अन्त कुत्ताले रन्काइदिन्छ फेरि। यस्तो यस्तो छ नि त घरहरू त कडा छ है। पानी चाहिँ यहाँनिर लड्छ आउनेर चाहिँ टक्क लाएर अब हामी देखाउनु चल्नु पर्ने हुन्छ। सफ्ली यस्तो छ। यो चाहिँ निभिसकेको छ। अब यसलाई गएर चेन्ज गर्नुपर्ने हुन्छ हामीले। अहिले घरमा गएर अनि चेन्ज गरेर टक्क लाएर जोजोको बे हो। जब बेनालु कहाँ बिचमा बस्नु है तपाईँ। अलिअलि टेक्दै भइ जानुपर्छ। जुत्ता चाहिँ फोरोलाई भेन हुन्छ। अहिले नत्र क्लिन हान्नुपर्छ। जमसोल्टीले हामी चाहिँ यता माथि आइसक्यौँ होइन। अनि तेल हाल्नुपर्ने भयो। अनि 1 जम्बुक टोटल हाल्नुपर्ने हुन्छ झ्यापै। 1 जम्बु मात्र हो तेल के थाहा मलाई। अनि यहाँ आएको छौँ टक्क गाउँ चाहिँ पारी डाँडा है। यो डाँडा छ त यहाँनिर है टक्कनेर। यहाँ हामी बेमा जानुपर्ने हुन्छ। बे चाहिँ ठ्याक्कै यतापट्टिको डाँडा पछाडि हो क्या। अर्को खोइ भन्नु सक्यो त अरे। हामी चाहिँ ल आइपुग्नु लागिसक्यौँ बेहुलाको घर छेउमा। लगभग लडेर बाँचेर धन्न आइपुगेको हौ। यस्तो बाटो छ खान्छ हो। ऊ तल रातो सोल्टिनी सबै आइपुग्नु भइसकेको छ। अब सोल्टिनी चाहिँ हेरिहाल्नु पर्ने हुन्छ। अरू भने त्यस्तै हो।
सबै यता रहेछ नि त तलै जाने होला नि त हो ल हामी आइपुगिसकेको छौँ बेहुलाको घरमा यहाँनिर चाहिँ बाटो त लास्ट राम्रो यार कुकिङ चाहिँ यता भइरहेछ तिम्रो लाइफ हो बेचे यस्तो हालत भइरहेछ हाम्रो यहाँ हल्लिएको छैन हामी यहाँ है 2 घन्टा भइसक्यो उभिएको उभियो पानी चाहिँ लड छाइरहेछ पुरै डाँडा नै ढाकिदिएको छ है 2 घन्टा भइसक्यो साला मान्छे आएको छ गएको छ को आयो के गयो के थाहा छैन पाहुनाहरू पारी हुनुहुन्छ बेहुला बेहुली भित्र हामी यता छौँ पानी त ह्याप्पी 25 वर्षपछि पानी रहेको छ है हामी 3 जना चाहिँ यहाँनिर रनको छुटेर यहाँ आगो कोइला ताक्थे हो यता चाहिँ अब बेहुला बेहुली भित्रसित्र सबै हुनुहुन्छ पानी बल्ल बल्ल रह्यो मुला त्यही भएर हो अहिले टक्क भाइ स्मिथले चाहिँ अलिअलि बिहेको फिल आउँदैछ है बेहुला बेहुली हो छैन बेहुला बेहुली आउँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ भतिजहरू तर लास है